पुगेपछि मेरी आमा दियोबाली पाद्नी यो भाइले पुग्यो कि ल भन्नु त यो हेर्नुहोस् त यो चस्माको हजुर हजुर पनि आउनु पर्यो है के गरेको किन हो यस्तो यो तामझाम किन हो यो चस्माहरू आइसक्यो नि त भेराइटी चस्माहरू आइसक्यो के छ चस्मामा त खास के छ यसमा राम्रो छ योमा बुढी बजाले हेर्दाखेरि तरुनी देखिँदैन चस्मा छैन हो र कहिले आएको यो भर्खर आएको कि किन आएको भर्खरै आएको सबै चीज पाइन्छ यतातिर सबै यहाँ मोबाइलहरु सेल किस्ताबन्दी सबै पाइन्छ सबैजना आइदिनु पर्यो है ल संघर्ष इलेक्ट्रोनिकमा सबैजना आइदिनु पर्यो घाममा हिँड्दाखेरि के छ घाममा हिँड्दाखेरि आँखालाई चाहिँ असर पर्दैन लाइटमा हेर्दाखेरि एकदम ल उहाँले चाहिँ भनिसक्नुभयो नयाँ चस्मा संघर्ष इलेक्ट्रोनिकले ल्याइसक्यो भनेर भन्दै हुनुहुन्छ के त भन्दाखेरि संघर्ष इलेक्ट्रोनिकमा आउने कुनै पनि चस्मादेखि इलेक्ट्रोनिक सामान के चाहिन्छ त घाममा हिँड्दाखेरि आँखालाई कमजोर नपार्ने लाइटमा हेर्दाखेरि आँखालाई कमजोर नपार्ने चेन्जेबल चस्मा बुढो बाटुलो तरुलो सबको लागि होलसेलमा चस्मा संघर्ष इलेक्ट्रोनिकले ल्याइसकेको छ अब आउने पालो तपाईको के त भन्दाखेरि आएर लगेर जानु ल यहाँबाट संघर्षबाट उहाँले भनिसक्नु भएको छ फेरि ल आउँ सबै बुढो आइमाले हेर्दाखेरि पनि तरुनी देखाउँछ अरे हो र साच्चै 100 मा 100 तपाईं आएर मलाई कस्तो देखिरहनु ह्यान्डसम देखिरहनु भएको छ फेरि भक्क कति 15 वर्षको देखिरहेको ल तपाईले पनि अब यस्तो चस्मा लिनलाई चाहिँ नछुटाउनुस् है आइहाल्नुस् तुरुन्त संघर्ष इलेक्ट्रोनिकमा सस्तो रेटमा ल्याइसकेको छ अब आउने पालो तपाईको रोजाइको पसल तपाईले खोजेको पसल तपाईको आफ्नै पसल संघर्ष इलेक्ट्रोनिक सम्झिनुस् हस् धन्यवाद नमस्कार।